सो हेलो गाइज वेलकम ब्याक। फेरि पनि स्वागत छ तपाईँलाई हाम्रो छोटो मिठो मिनी ब्लगमा। आज चाहिँ बिहान सबेरै उठेर मर बिपुल छान लाग्यो क्लासतर्फ। घरबाट एकैछिन हिँडेपछि मर बिपुल छान लाग्यो कन्सल्टेन्सीतर्फ। गाडीबाट झरेको करिब 10 मिनटपछि हामी पुग्यौँ कन्सल्टेन्सी। आज चाहिँ अलिकति ढिला भएको कारण हामीभन्दा पहिला नै हाम्रो साथी आएर कुरिरहेको रहेछ। 1 घन्टाको क्लास सकिएपछि अब पालो भनेको घर जाने र हामी सबै लाग्यो घरतर्फ। क्लास सकेको आधी घन्टापछि हामी आइपुग्यौँ घर र आएर खानासाना खाएर यसो मोबाइल हेर्न ढल्केको त म त त्यहीँनिर सुतिसकेको छु। उठेर चाहिँ एकछिनपछि खाजासाजा खाइयो र यतापट्टि दुईजना चाहिँ मजाले मोबाइलको लागि झगडा गरेर बसिरहेको थिए। यत्तिकैमा साँझ पनि भइसकेको थियो र हामी लाग्यो खाना बनाउनु तर्फ। जुन हेर्नु तिमी माथि माथि सागरको, जुन हेर्नु तिमी माथि माथि सागरको, म हेर्छु मेरो जुन तिम्रो नजरको। ओ म हेर्छु मेरो जुन तिम्रो नजरको। हो चिना रेखा केही देखौँ न, म भाग्य फेरौँला तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला। जुन हेर्नु तिमी माथि माथि सागरको, जुन हेर्नु तिमी माथि माथि सागरको, म हेर्छु मेरो जुन तिम्रो नजरको। ओ म हेर्छु मेरो जुन तिम्रो नजरको। हो चिना रेखा केही देखौँ न,